आजको संसद बैठकमा भएका प्रमुख निर्णयहरू। सरकारले स्टार्टअप, लघु, साना तथा मझौला उद्योगलाई सघाउन राष्ट्रिय उद्यम प्रवर्धन सुविधा कार्यक्रम सञ्चालन गर्ने भएको छ। कम्तीमा 5000 नयाँ होमस्टेलाई नेपाल होमस्टे ब्रान्डसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने नीति कार्यक्रम 2083। सार्वजनिक संस्थानको वर्गीकरण गरिने। अब नापी र मालपोतको काम पालिकामा एउटै कार्यालयबाट हुने। सरकारले आयोजना प्रभावित जनतालाई अब मुआब्जा नभई आयोजनाको सेयर उपलब्ध गराउने। सरकारले नेपाललाई टेक हबका रूपमा विकास गर्ने। एकै दिनमा कम्पनी दर्ताको प्रक्रिया पूरा गरिने घोषणा। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने। कृषि उत्पादनको समर्थन मूल्य पहिले तोकिने, पैसा सिधै कृषकको खातामा। नीति तथा कार्यक्रम 2083। सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा कोष स्थापना गर्ने भएको छ। सरकारले तोकिएको भन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ। विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। गत आर्थिक वर्षमा डिजिटल प्लेटफर्म मार्फत नेपालका कन्टेन्ट क्रिएटरहरूले 3 अर्ब 53 करोड रुपैयाँ भित्राएका छन् र चालु आर्थिक वर्षमा यो आँकडा अझै बढ्ने देखिन्छ। विश्व क्रिकेटको पावर हाउस इङ्ल्यान्डले सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय क्रिकेट तालिका अन्तर्गत नेपालको भ्रमण गर्ने तयारी गरिरहेको खुलेको छ। यो भ्रमण सफल भएमा नेपाल भ्रमण गर्ने इङ्ल्यान्ड अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली अन्तर्राष्ट्रिय टोली हुनेछ। करका संरचनाहरूको पुनरावलोकन गरिने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ।